triangle ABC हाइड्रोतिर PUR ठीक छ त्यसैले यसमा 3 को अपोजिट कुन भेट्छ 3 को अपोजिट A यसमा 3 को अपोजिट R यसमा त्यो कुन नाम दिन्छ A इक्वल टु R भयो BAC हाइड्रोतिर QRP BAC हाइड्रोतिर QRP अथवा जे लेखे पनि हुन्छ CAB PRP नो प्रब्लम 4 को अपोजिटमा कुन थियो त C यसमा 4 को अपोजिट P त 4 को अपोजिट यसमा C हुँदाखेरि कति भयो ACB यसको अपोजिट QPR यसमा कति भ्यालु भयो ACB 4 को अपोजिट ACB आयतातिर QPR भेरी गुड पूरा बुझा सब सबैले ठीक ठाक लेखा छ ठीक छ ल एउटा लास्ट क्वेशन के गर्ने हामी विस्तारै गर्नु condition was right SIT is congruent to triangle MAP लो यसको corresponding side triangle यसरी लेख्ने अनि म कपीमा हेर्छु फोकल बनाउन IT को सँग PA सँग IT equal to PA अनि यहाँ IS equal to AM अब कसैले हेर यसai लेखे पनि केही गल्ती हुँदैन यामले लेखे पनि केही गल्ती हुँदैन अनि यसमा हेर 7 यो भइहाल्यो अनि IT त भइहाल्यो यसबाट IS पनि भइहाल्यो के बच्यो हेर ST बाँकी छ ST 3 यसमा PM ठीक छ ठीक छ अब यसमा हेर यो 3 को अपोजिटमा एंगल I a 3 को अपोजिटमा A लेख्ने SIT equal to A angle PAM I teach I हुनुपर्छ या बीचमा आउनुपर्छ चाहे त तिमी TSI पनि लेख्न सक्छौ हेर्दा TIS पनि लेख्न सक्छौ यसलाई MAP लेख्दा पनि गल्ती हुँदैन ठीक छ ओके यो दुईटा भाइले अझै पनि बुझ्या छैन ठीक छ अब कोसिस गर के गर्नु यहाँ है यो 5 को अपोजिटमा T यसमा 5 को अपोजिट P त STI अनि यतातिर P 5 को अपोजिटमा के छ P APM ठीक छ अब यो T भइहाल्यो I एंगल भइहाल्यो P एंगल भइहाल्यो S बाँकी बच्यो 7 S छ के हाल्छ IST अथवा जे लेखे पनि त्यो TIS लेखा हो IST आयतातिर कति भ्यालु 7 को अपोजिट AMP triangle ABC हाइड्रोतिर PUR ठीक छ त्यसैले यसमा 3 को अपोजिटमा कुन भेट्छ 3 को अपोजिट A यसमा 3 को अपोजिट R यसमा त्यो कुन नाम दिन्छ A इक्वल टु R भयो BAC हाइड्रोतिर QRP BAC हाइड्रोतिर QRP अथवा जे लेखे पनि हुन्छ CAB PRP नो प्रब्लम 4 को अपोजिटमा कुन थियो त C यसमा 4 को अपोजिट P त 4 को अपोजिट यसमा C हुँदाखेरि कति भयो ACB यसको अपोजिट QPR यसमा कति भ्यालु भयो ACB
चार को अपोजिट हाँ एसीपी आयतातिर यूपीआर भेरी गुड कुरा बुझा छ अब सबैले ठिकठाक लेखेको छ ठिक छ ल एउटा लास्ट क्वेशन के गर्ने हामी बिस्तारै गर्नुपर्छ Condition is right. SIT is congruent to triangle MAP. No, yes, so corresponding side triangle is to be again. I will copy my so focal is IT को संगा PA संगा IT equal to PA and यहाँ IS equal to AM. अब कसरी हेर SI लेखे पनि केही गल्ती हुँदैन MA लेखे पनि केही गल्ती हुँदैन अनि यसमा हेर्दा 7 यो भइहाल्यो अनि IT त भइहाल्यो यसबाट IS पनि भइहाल्यो के बच्यो हेर ST बाँकी छ ST 3 यसमा PM ठीक छ ठीक छ अब यसमा हेर यो 3 को अपोजिट एंगल I अति को अपोजिट में A लेट मी SIT CT इक्वल टू A एंगल PAM I हुनु पर्छ के बीचमा आउनु पर्छ चाहे त तिमी PSI पनि लेख्न सक्छ हेर्दा PIS पनि लेख्न सक्छ यसलाई MAP लेख्दा पनि गल्ती हुँदैन ठीक छ ओके यो दुईटा भाइले अझै पनि बुझाएको छैन ठीक छ अब कोसिस गर यहाँ रे यो 5 को अपोजिटमा T यसमा 5 को अपोजिट P त STI अनि यतातिर P 5 को अपोजिटमा के छ P APM ठीक है अब यो T भइहाल्यो I एंगल भइहाल्यो P एंगल भइहाल्यो S बाँकी बच्यो 7 S छ के IST अथवा जे लेखे पनि त्यो TIS लेख्दा हो IST आयतातिर कति भ्याल्यु 7 को अपोजिट AMP